यो कुरा त फेरि ठिकै हो यार। आदरणीय दर्शकबिन, धेरै पछि हाम्रो भेट भएको छ। नमस्कार, म रोस्टर एम्पर मोहन पराजुली। आज हामी एउटा राजावादीको आन्दोलनमा एउटा साथीले इन्टरभ्यू लिनुभएको रहेछ। त्यो भिडियोलाई हेर्न चाहन्छौँ, रोस्ट गर्न चाहन्छौँ, मनोरञ्जन गर्न चाहन्छौँ। साथीहरू धेरै ढिला नगरी लागिहालौँ भिडियो हेर्नु। तपाईको जिउँदगी नागरिकतामा बोल्नेहरूलाई चाहिँ तपाईको न्याय दिएको छ। हामी यो किसिमको व्यवस्था हामी कदापि हामी स्वीकार्नेवाला छैनौँ। एकदम राम्रो साथीहरू, एकदम राम्रो कुरा उठाउनु भएको छ। यो कुरालाई मनन गर्नुपर्छ। राजावादी होस् कि खाजावादी होस्, जे वादी भए पनि कुरा चाहिँ राम्रो उठाएको है साथीहरू। यो कुरालाई हामी एकदम विशेष ध्यान दिउँ है। नोटिट सरकारलाई पनि नोटिट है साथीहरू। नारायण रेड्डी चाहिँ किन खाली हेर्ने, किन खाली हेर्नु पऱ्यो? चुप लगाएर बस्न। यहाँमा फेरि बढी फतफत हुँदै रहेछ। भन्न खोजे के हो? यहाँलाई अलिकति सब्जी तरकारी सकेर के छ ल्याएर दिउँ त साथीहरू। घर केही पनि छैन भने थाल्यो नि त हाम्रो त। अनि राजा आउँदैमा तपाईँ घर ल्याएर बाँधिदिनु त मासु भात दिन्छ बरु नेताले दिन्छ। चुनावमा भोट हाल्नु न। आमाको ग्यास्ट्रिक पनि सन्चो हुन्छ जसरी हुन्छ भन्नुमा छ। आमालाई त्यो ग्यास्ट्रिकले धेरै सता जस्तो छ। आमा ख्याल गरेर बोल्नु ल, के हुन्छ भन्ने कुरो एकदम मनन गर्नु है। यो कुरा त फेरि ठिकै हो यार। भ्रष्टाचार चाहिँ भइरहेको छ, तर राजा भन्दैमा भ्रष्टाचार नहुने भन्ने हो होइन नि त अघि। यो कुरा चाहिँ मनपर्छ है फेरि। यो कुरा पनि छैन हो। हिजो मात्रै चाहिँ प्रधानमन्त्री केपी शर्मा ओली लगायत गठबन्धनले चाहिँ 26 जना मारे तपाईको जिउँदगी नागरिकतामा बोल्नेहरूलाई चाहिँ तपाईको न्याय दिएको छ। हामी यो किसिम जनतालाई अन्याय गरो, उसले त्यो बडो ठुलो न्याय भएको छ साथीहरू। यो कुरा नोटिस त्यो के अरे त्यो छ नि, भन्छ नि त्यो ऊ छु कि तपाईँलाई म पुलिसलाई हो कि के भन्छ नि, एउटा छ नि अड्ल्याङ्गो भनेर भन्न मिल्दैन। म नेताजी हो, सलाम ठोक्नुपर्छ। भोलि तपाईँलाई पनि म जेल हाल्छु, तपाईँलाई पनि म मार्छु काट्छु भन्नुमा टेन्सन हो। त्यही भएर नेताहरूलाई सलाम ठोक्नुपर्छ साथीहरू। म मिडियामा धेरै बोल्नु हुँदैन। भोलि उचाल्दै पदार्थ गर्न सक्छन् साथीहरू। मलाई धेरै टेन्सन छ, त्यही भएर म अगाडि दिइदिन्छु। दाजुको कुरा ठिक हो, त्यति भन्न चाहन्छु। व्यवस्था हामी कदापि हामी स्वीकार्नेवाला छैनौँ। त्यसैले हामीले चाहिँ राष्ट्रशाही कयबामा के राष्ट्रता हामीले खोजिरहेको छौँ। यदि राज्यले यदि राष्ट्रशाही अभिमान के राष्ट्रशाही स्वीकार्न तयार छैन भने हामी आम नेपाली नागरिक जुन हदसम्म पनि राष्ट्रशाही गर्नको लागि हामी तयार भएर चाहिँ यतिखेर काठमाडौँको सडकमा उत्रिरहेका छौँ। यस्तो लाग्छ कि यी मित्रले नै राजाले ल्याएर बदलिया बजाउँछ। बोली त ठिकै छ, भात खाएर राख्नु कि रक्सी खाएर राख्नु, रक्सी त होइन होला भए मेरा घरतिर पनि है थोरै। हाम्रो निरन्तर यदि तपाईँको सहमतिमा यदि तपाईँको सरकार पछि यदि आउँदैन भने हामी सडकबाट तपाईँको राष्ट्रशाही स्थापित गर्न पनि यतिखेर हामी काठमाडौँ। ठिक छ, सडकै राजा ल्याऊ, सडकमै राजा राख, सुता खुवाऊ, सडकमै राजा स्थापित गर। ठिक छ, हामी केही भन्दैन। कुरो पनि स्यालले पनि पत्ताउने गर्नुपर्छ नि मित्र। सडकमा चाहिँ हामी उत्रिरहेको छौँ। अहिलेको सत्तापक्षसँग तपाईँहरू सक्नुहुन्छ? हामी सक्छौँ भन्ने कुरो हामीलाई पूर्ण रूपमा चाहिँ विश्वास छ। किनकि जनताभन्दा ठुलो कुनै पनि सरकार हुन सक्दैन। यो तपाईँको विश्व राजनीतिको इतिहास तपाईँको पूर्ण रूपमा देखाएको छ। यिनले पुरै राजनीति पढेर आएका छन्, यिनीसँग सकिन्न साथीहरू। कुरा सुनौँ मात्रै है। अगाडि तपाईँको श्रीलङ्काको घटना हेर्ने भने पनि श्रीलङ्काको प्रधानमन्त्रीलाई चाहिँ घुँडा देखाएको अवस्था छ। हामी पनि त्यही अवस्थाको निमित्त चाहिँ हामी तयार। अनि श्रीलङ्काको कुरा किन गर्छस् भाइ? आफ्नै देशको कुरा गर न यार। अर्काकै देशको कुरा गर्नु छ तिमीलाई नि। त्यही सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले अस्ति तपाईँहरूमाथि एउटा आरोप लगाए। काठमाडौँ कब्जा गर्ने भन्नुभयो। हिजो उहाँहरूको कार्यक्रम विधानमा तपाईँहरूको अराजक शैलीमा तपाईँहरू नै अगाडि बढ्यो भन्ने आरोप तपाईँमाथि लाग्यो। यो तपाईँले प्रश्न गर्नुभएको प्रश्न चाहिँ पूर्ण रूपमा गलत छ। कुरो
मिलाएरै गर्छ है केटो हामी समयमै भएर आरोपलाई लगाए तपाईँको उनीहरू गणतन्त्रवादीले राष्ट्रसभा पक्षमा धर्लाई कुनै पनि आरोपलाई खण्डन हामीले खण्डन कसरी गर्छौँ पत्रकार पनि आरामकै गरेछन् साथीहरू आरामले खण्डन गरेर टाइम ड्युरेसन त बढाउनु पऱ्यो नि बिचराको युट्युबरले पनि पैसा कमाउनु पऱ्यो है त साथीहरू किनभने तपाईँको चाहिँ पूर्ण रूपमा चाहिँ राज्य यतिखेर राष्ट्रताप्रति पूर्ण रूपमा चाहिँ पुरोगाई भएर चाहिँ लागिरहेको अवस्था छ हामी त्यसको निमित्त चाहिँ हामी राज्यसँग लड्नको निमित्त तयार छौँ तपाईँको जनताले यतिखेर चाहिँ न्याय नपाइरहेको छ अवस्था छ म जस्ता युवाहरू तपाईँको दैनिक रूपमा चाहिँ 2500 देखि 3000 युवाहरू चाहिँ तपाईँको त्रिपुरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाहिँ विदेश पलायन तपाईँको 50 देखि 55 डिग्रीको घाममा चाहिँ तपाईँको काम गर्नलाई दियोस् है यो कुरा चाहिँ सत्य कुरा हो साथीहरू नेपाली युवाहरू विदेशी भूमिमा गएर दुःख पाएको त यथार्थ नै हो राजनीतिक अवस्थाले गर्दा यस्तो भइरहेको पनि हो नेताहरूलाई त खाँदै पर्ने हो तर के राजा ल्याएर पनि चालु हुने होला भइरहेको छ हो हामी त्यही व्यक्तिको विरुद्ध चाहिँ यतिखेर चाहिँ काठमाडौँ सडकमा उत्रिरहेको छौँ अब हामी कुनै पनि हिसाबले चाहिँ यो व्यवस्था नबनाइकन हामी घर फर्किनेवाला चाहिँ छैन यिनी आज घर फर्किँदैनन् यिनी आज बाटैमा सुत्छन् यिनको कुरा सुन्दा यिनले आज रातभरि राजा ल्याउँछन् जस्तो लागिरहेको छ म हेर्दैछु है साथी यिनले व्यवस्था त होइन तपाईँको पानी पठाउनु जस्तो चाहिँ मलाई लागिरहेको छ है धेरै नै सबैले गफान त सक्नु रहेछ अरे छोड्न प्रेमित चाहिँ काठमाडौँमा बाँचे फर्कौला घर मरिएछ भने चाहिँ यसले के भन्यो भने बाँचे फर्कौला घर नमरे पनि फर्कौला भन्न खोजेको हो कि एकचोटि ब्याक गरिएको हो हामी पल्टारै छोड्न प्रेमित चाहिँ काठमाडौँमा बाँचे फर्कौला घर मरिएछ भने चाहिँ त्यसको निमित्त चाहिँ अथवा म जस्ता युवा अवस्थाको निमित्त चाहिँ हामी मर्न तयारै छ भनेर चाहिँ यिनले अहिले बोल्न त बोलिहाले एक राउन्ड गोली फायर हुन नपाउँदै टाट पस्ने सुविधा छग्ने त्यो स्यालभन्दा बढी कुद्ने मान्छे नै यिनी भने साथीहरू अन्तिममा हेर्नु होला तुफान कुद्छ नि अन्तिममा हामी यो सरकारलाई के भन्न चाहन्छौँ भने तपाईँहरू चाहिँ यदि हिंसा नभड्काउने हो भने तपाईँहरू चाहिँ हाम्रो मागलाई चाहिँ सम्बोधन गर्नको निमित्त चाहिँ बाधा गर्नको लागि तपाईँहरू तयार भएर बस्नुहोस् यदि तपाईँहरू चाहिँ होइन हामी पेलेर हिँड्छौँ भनेर राजा पक्षले चाहिँ दमन गर्न खोज्छ भने चाहिँ हामी पनि त्यही किसिमको चाहिँ हामी अगाडि पर्नको निम्ति चाहिँ हामी विवश हुनेछौँ कुरा ठिक हो सुन्दैछ एकदम हामी विद्रोहमा उत्रिन यदि राजाले हामीलाई विद्रोहमा उत्रिनको निमित्त विवश पार्छ भने हामी त्यसको लागि पनि तयार भएर चाहिँ यिनी कुन पार्टीका नेता हुन् कहाँ हो यिनको घर यिनको पद के होला यिनले त आफैले यो कार्यक्रम सञ्चालन गरे जसरी खतरा तरिकाले यहाँ इन्टरभ्यू दिइरहन् त हामी मित्रहरू चिन्नुहुन्छ भने कमेन्ट गर्नुहोस् त ठ्याकठ्याकी को मान्छौँ मित्रहरू आजको हाम्रो प्रोग्राम सकियो हाम्रो प्रोग्राम सकिँदै गर्दा के भन्न चाहन्छु भने राजा ल्याऊ देश बचाऊ भन्दैछन् देश बच्दै गर्छ राजा आउँदै गर्छन् सबै समस्या राजा आएर पनि समाधान हुँदैन र राजा आउनु हुँदैन भन्ने पनि होइन अहिलेको समस्या हेर्दा तपाईँहरूलाई के लाग्छ कमेन्ट गर्नुहोस् राजा आऊ भात खाऊ भन्नुहुन्छ कि नेताहरू आऊ मासु भात खाऊ भन्नुहुन्छ तपाईँहरूको कमेन्ट के छ धारणा के छ भन्नुहोस् त्यस विषयमा फेरि हामी अर्को रोस्ट लिएर आउनेछौँ त्यतिन्जेललाई मलाई बिदा दिनुहोस् है थ्याङ्क यू